बाँकी टोलीले यता राखिदिनुहोस् है जो यहाँ सहभागी हुनुपर्ने हो उहाँहरू चाहिँ यसमा जाने विद्यार्थी हो गर्नु त सबै पछाडिको लागि सबै आउँछ माथि उठाइदिनु त पछाडिको लागि सबैले देखिन्छ हो मिल्यो मिल्यो भाषा मिल्यो ल गुड गुड ल राम्रो भयो यो तपाईँ पोखरी चोक आउनुभयो दुईजना लाउनु पर्छ भ्याउँदैन होला पोखरी चोक आउनु जानु टिका लाग्यो बाहिर ल जोडले जोडले नमस्ते जोडले हजुर जोडले ल ल ल जोडले छ जोडले लक्ष्मी माता की जय लक्ष्मी माता की जय सबलाई जोडले ए हस् ए हुन्छ सर ब्याउन लागिसक्यो मापुली ल ल धन्यवाद नमस्ते जोडलेको नानीमा बुझाल्छ ल अब
दीपावलीको उपलक्ष्यमा देउसी भैलो कार्यक्रममा हाम्रो भुपु एसएसपी हाम्रो मानबहादुर रजाली सरबाट को उहाँको गाउँमा घरमै अनि यस्तै गरी छोरी बहिनी हाम्रो ज्योति रजाली मगर र हाम्रो नेपाल मगर सङ्घ जिल्लाको सांस्कृतिक विभागको हाम्रो जेनिसा रजाली मगर ज्यू पनि यहाँ साथमा हुनुहुन्छ। यस्तै गरी मम्मी पनि हुनुहुन्छ, मानबहादुर एसएसपी साहब हुनुहुन्छ अनि यस्तै गरी हाम्रो ज्योति रजाली मगर हुनुहुन्छ। एकदमै समाजसेविका बहिनी, एकदमै धेरै समाजलाई धेरै माया गरिराख्नुहुने। यस्तै गरी सांस्कृतिक विभागका हाम्रो जिल्ला सांस्कृतिक विभागका हाम्रो सदस्यजी हाम्रो जेनिसाजी हुनुहुन्छ। यस्तै गरी उहाँको फ्यामिलीहरू सबै हुनुहुन्छ, मम्मीहरू बाबाहरू नानीहरू हुनुहुन्छ। ल यो एकदमै आउनु भएको छ र तपाईँहरूको स्टाइलले गर्नु ल एकदमै तमझम एकदमै भइरहेछ। हाम्रो यो मगरको कल्चर सहितको चाहिँ मजाले राम्रो बनाइराख्नु भएको छ, कल्चर ड्रेस सहित चाहिँ बनाइराख्नु भएको छ। सुरु ढिलो भइसक्यो, सुरु गरिहाल्नुहोस् हो। ढिलो भयो संस्थाका सल्लाहकार आँगनबाट प्रारम्भ गर्न गइरहेका छौँ। यहाँलाई म जानकारी गराउन चाहन्छु, साथै हरबेटीको समस्त परिवार छर छिमेकी इष्टमित्रहरूमा म मेरो व्यक्तिगत तर्फबाट समस्त गुटी परिवारको तर्फबाट झोले नमस्कार न्यानो परिवारहरू र शुभ दीपावली तिहारको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। आज यस कार्यक्रमको लागि संयोजक रूपमा आसन ग्रहण गरिदिनुहुन हाम्रो संस्थाका अध्यक्ष एम बहादुर राणा मगरज्यूलाई म हार्दिक अनुरोध गर्दछु। नमस्ते। राम बहादुर खेवाली मगरज्यूलाई पनि यथा स्थानमा आसन ग्रहण गरिदिनुहुन त्यसै गरी सल्लाहकार लाल बहादुर थापा मगरज्यूलाई पनि यथा स्थानमा आसन ग्रहण गरिदिनुहुन हार्दिक गर्दछु। यसै गरी हरबेटी संस्थाका सल्लाहकार मानबहादुर रजाली मगरज्यूलाई पनि यथा स्थानमा आसन ग्रहण गर्न हार्दिक गर्दछु। अनि यहाँ आउँछ यहाँ यसै गरेर
नेपाल महिला सांस्कृतिक सङ्घ बागमती प्रदेशका अध्यक्ष थापालाई पनि यथा स्थानमा आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्छु। जोडले र यस श्री बाँझन बागमती परिवारमा पदाधिकारी तथा सदस्यहरू लगायत सम्पूर्ण उपस्थित सदस्यहरू ठिक छ नानी जे छ त्यो ठिक छ हजुर पानी म ल्याइदिन्छु पानी मैले देखेको छैन आदरणीय सहभागीज्यूहरू पौराणिक हिसाबले जे जस्तो व्याख्या गरे पनि तिहार नेपालीहरूको एउटा पारम्परिक सांस्कृतिक पर्व हो। यस अवसरमा खेलिने देउसी भैलो नेपालको मौलिक सांस्कृतिक परम्परा हो। देउसी भैलोले तिहारलाई झनै रङ्गीन र रमाइलो र आपसी एकता सहकार्य सद्भाव र भाइचारा बढाउँछ भन्ने मान्यताको साथ हामी अगाडि बढिरहेका छौँ। समय र परिस्थितिलाई मध्यनजर राखेर यस संस्थाले बुटी परिवारका सदस्यहरूको घर आँगनको बिच पाइप मिलाएर 5 दिनसम्म 10 ठाउँमा देउसी भैलो खेल्ने निर्णय गरेको छ। यस पोखरी चोक वरपर रहनुहुने हाम्रा गुठी सदस्यजीहरू मेजर धनबहादुर थापा मगर, क्याप्टन लालबहादुर थापा मगर, क्याप्टन विष्णुबहादुर थापा मगर, क्याप्टन मोहन सिंह गुल्छान मगर, सल्लाहकार इन्द्रबहादुर थापा मगर, ख रेखा राणा मगर, राकेश थापा मगर, रत्नबहादुर आले मगर र जगबहादुर सालु मगर हुनुहुन्छ। कृपया यहाँ आउनु सम्पूर्णजनालाई दान दक्षिणा यस आँगनमा ल्याइदिनु हुन अनुरोध गर्दै आजको देउसी भैलो हाम्रो सहज प्रशासक श्री मनबहादुर राणाज्यूबाट भट्याउँदै सुरु गरिदिनु हुन अनुरोध गर्दछु। साथै म केही क्षणको लागि म बिदा हुन चाहन्छु। धन्यवाद। धन्यवाद। हाम्रो गुटी मगर समाजको सचिव दीपक थापाज्यू जोले नमस्कार सबैजनालाई। आज हाम्रो 2022 सालको तिहार पर्व चाहिँ हाम्रो सुरु भइसकेको छ। अब योभन्दा पहिले मैले खासै यसको भट्याउने नाचगानको खासै म सक्ने छैन, तर पनि म सानो देउसी भैलीको
खानेकुरा पनि खानु पर्यो क्या यो उता गएर खाने रे अब यसरी लिएर गए मात्र
पाउँछ है त्यो चाहिँ डिसा हो डिसिया